पैसा बचत गर्ने बानी। ठुलो कमाई भन्दा पहिले सानो रकम सम्हाल्ने बानी सिक्नुहोस्। नमस्कार, प्रकाश बाहेक युट्युब च्यानलमा तपाईलाई हार्दिक स्वागत छ। साथीहरू, एउटा कुरा आज मनमा गहिरो रूपमा राख्नुहोस्। धनी भन्नका लागि सबैभन्दा पहिले धेरै पैसा कमाउनु पर्छ भन्ने छैन। सबैभन्दा पहिले आफूसँग भएको पैसालाई सम्हाल्न सिक्नु पर्छ। किनकि महिनामा लाखौं कमाउने मानिस पनि महिनाको अन्त्यमा खाली हात हुन सक्छ, अनि थोरै कमाउने मानिसले पनि बिस्तारै बचत गरेर आफ्नो भविष्य बलियो बनाउन सक्छ। फरक कहाँ छ त? कमाइमा मात्र होइन, पैसाप्रतिको बानीमा। आज हामी कुरा गर्दैछौँ पैसा बचत गर्ने बानीको। ठुलो कमाईको सपना देख्नु राम्रो हो, तर ठुलो कमाई आउनु अघि सानो रकम सम्हाल्ने बानी सिक्नु अझ महत्त्वपूर्ण कुरा हो। हामी मध्ये धेरैको सोच हुन्छ, अहिले पैसा कम छ, बचत गरेर के हुन्छ? अलि धेरै कमाउन थालेपछि बचत गर्छु, तलब बढेपछि बचत गर्छु, व्यवसाय राम्रो चलेपछि बचत गर्छु। तर साथीहरू, यही सोचले मानिसलाई वर्षौंसम्म बचत गर्न दिँदैन। किनकि बचत गर्नका लागि ठुलो रकम होइन, ठुलो अनुशासन चाहिन्छ। यदि तपाईले आज 100 रुपैयाँ सम्हाल्न सक्नुहुन्न भने भोलि 10,000 रुपैयाँ सम्हाल्न पनि गाह्रो हुन सक्छ। पहिलो कुरा, बचत रकमबाट होइन, बानीबाट सुरु हुन्छ। मानौ तपाईको आम्दानी महिनामा 30,000 रुपैयाँ छ। तपाईले भन्नुभयो 30,000ले त घर खर्च नै पुग्दैन, बचत कहाँबाट गर्ने? तर यदि तपाईले हरेक महिना 500 रुपैयाँ मात्र अलग राख्नुभयो भने 1 वर्षमा 6,000 रुपैयाँ हुन्छ। रकम सानो छ, तर त्यसबाट बनेको बानी ठुलो छ। आज 500 रुपैयाँ बचत गर्ने मानिसले भोलि 1,000, 2,000, 5,000 हुँदै आफ्नो बचत बढाउन सक्छ। त्यसैले बचतको पहिलो नियम, रकम सानो भयो भनेर बचतलाई सानो नसम्झनुहोस्। सानो थोपा थोपा मिलेर समुद्र बन्छ, त्यसैगरी सानो सानो बचत मिलेर भविष्यको सुरक्षा बन्छ। दोस्रो कुरा, पहिले आफूलाई पैसा दिनुहोस्। धेरै मानिसको आर्थिक बानी यस्तो हुन्छ, तलब आयो, घर खर्च भयो, बाहिर खाना खाइयो, मोबाइल रिचार्ज भयो, अनावश्यक सामान किनियो, घुमफिर भयो, अनि महिनाको अन्त्यमा बाँकी रहेको पैसा बचत गर्ने प्रयास गरिन्छ, तर पराय बाँकी नै रहँदैन। त्यसैले नियम परिवर्तन गर्नुहोस्। पहिले बचत, त्यसपछि खर्च। तलब आएको दिन नै आफ्नो क्षमता अनुसार केही रकम छुट्याउनुहोस्। त्यो पैसा अर्को खातामा राख्न सक्नुहुन्छ, छुट्टै बचत गर्न सक्नुहुन्छ, वा सुरक्षित रूपमा अलग राख्न सक्नुहुन्छ। मुख्य कुरा हो, बचतलाई खर्चपछि बाँकी रहने पैसा नबनाउनुहोस्, बचतलाई महिनाको पहिलो जिम्मेवारी बनाउनुहोस्। तेस्रो कुरा, सानो खर्चलाई व्यवस्था नगर्नुहोस्। हामी ठुलो खर्चलाई त ध्यान दिन्छौँ, तर हाम्रो पैसा धेरै पटक ठुला खर्चले होइन, सानो सानो अनियन्त्रित खर्चले बिस्तारै बाहिरिन्छ। दिनहुँको अनावश्यक क्रिया, अनावश्यक अनलाइन अर्डर, नचाहिएको सामान, फेसनको नाममा बारम्बार कपडा प्रयोग नगर्ने सदस्यता, आवश्यकता नभएको बेला बाहिरको खाना, एउटा खर्च हेर्दा सानो लाग्छ, तर महिनाभरि जोड्दा त्यो रकम ठुलो हुन सक्छ। त्यसैले आफैलाई एउटा प्रश्न सोध्नुहोस्, यो सामान मलाई साँच्चीकै चाहिएको हो कि मलाई अहिले मात्र चाहना भएको हो? आवश्यक र चाहना बीचको फरक बुझ्न थालेपछि बचत आफै सुरु हुन्छ। चौथो कुरा, आफ्नो खर्च लेख्ने बानी बसाल्नुहोस्। तपाईले पैसा कहाँ खर्च गर्नुभयो भन्ने थाहा छैन भने पैसा कहाँ गयो भनेर खोज्न गाह्रो हुन्छ। त्यसैले दैनिक खर्च लेख्नुहोस्। 100 रुपैयाँ खर्च भयो लेख्नुहोस्, 50 रुपैयाँ खर्च भयो लेख्नुहोस्, 100 रुपैयाँ खर्च भयो लेख्नुहोस्। महिनाको अन्त्यमा हेर्नुहोस्, मेरो पैसा सबैभन्दा धेरै कहाँ गइरहेको छ। जब खर्च आँखा अगाडि देखिन्छ, मानिस आफै सचेत हुन थाल्छ।
पैसाको हिसाब राख्नु भनेको कन्जोस हुनु होइन, यो आफ्नो मेहनतको सम्मान गर्नु हो। किनकि तपाईले कमाएको प्रत्येक रुपैयाँको पछाडि तपाईको समय, मेहनत र पसिना जोडिएको हुन्छ। पाँचौं कुरा, बचतको उद्देश्य बनाउनुहोस्। केवल म पैसा बचाउँछु भनेर पुग्दैन। किन बचाउने, केका लागि बचाउने, परिवारको भविष्यका लागि हो कि, घर बनाउनका लागि हो कि, शिक्षाका लागि हो कि, व्यवसाय सुरु गर्नका लागि हो कि, आफ्नो सपना पूरा गर्नका लागि हो कि, उद्देश्य स्पष्ट भयो भने बचत गर्न मन बलियो हुन्छ। मानौ तपाईले भन्नुभयो म हरेक महिना 2000 रुपैयाँ बचत गर्छु र 1 वर्षसम्म त्यसलाई नछुने प्रयास गर्छु। अब तपाईको बचतको एउटा लक्ष्य भयो, लक्ष्य भएको पैसा खर्च गर्न मन कम लाग्छ। छैठौं कुरा, आपतकालीन अवस्थाका लागि पैसा छुट्याउनुहोस्। जीवनमा सबै कुरा हाम्रो योजना अनुसार हुँदैन। कहिलेकाहीँ अचानक समस्या आउन सक्छ। त्यसैले बिस्तारै आफ्नो आपतकालीन बचत बनाउने प्रयास गर्नुहोस्। आज धेरै रकम सम्भव छैन भने थोरैबाट सुरु गर्नुहोस्। 500 रुपैयाँबाट सुरु गर्नुहोस्, 1000 बाट सुरु गर्नुहोस्, जति सम्भव छ त्यतिबाट सुरु गर्नुहोस्, तर सुरु गर्नुहोस्। किनकि समस्या आएपछि बचत सुरु गर्ने होइन, समस्या आउनु अघि बचत गर्ने हो। सातौं कुरा, आम्दानी बढ्दा खर्च मात्र नबढाउनुहोस्। यो निकै महत्त्वपूर्ण कुरा हो। आज तपाईँ 30,000 कमाउनुहुन्छ, भोलि 40,000 कमाउन थाल्नुभयो, तपाईको खर्च पनि 30,000 बाट 40,000 पुग्यो भने तपाईको आम्दानी बढ्यो तर आर्थिक अवस्था उस्तै रह्यो। त्यसैले आम्दानी बढ्दा आफ्नो जीवनशैली मात्र बढाउने होइन, बचत पनि बढाउनुहोस्। यदि आज 1000 बचत गर्नुहुन्छ भने आम्दानी बढेपछि 2000, 3000 वा आफ्नो क्षमता अनुसार बढाउन सकिन्छ। यही बानीले भविष्य बदल्न सक्छ। आठौं कुरा, अरूसँग तुलना गरेर खर्च नगर्नुहोस्। साथीले नयाँ मोबाइल किन्यो, तपाईलाई पनि चाहियो। छिमेकीले नयाँ बाइक किन्यो, तपाईलाई पनि चाहियो। कसैले महँगो कपडा लगायो, तपाईलाई पनि त्यस्तै चाहियो। तर एउटा कुरा सम्झनुहोस्, अरूको देखिने जीवनसँग आफ्नो नदेखिने आर्थिक अवस्था तुलना नगर्नुहोस्। कसैको हातमा महँगो मोबाइल देखिन सक्छ, तर उसको बैंक खातामा कति छ, उसको ऋण कति छ, उसको भविष्यको योजना के छ, हामीलाई थाहा हुँदैन। त्यसैले अरूलाई देखाउन खर्च गर्ने बानी छोड्नुहोस्। आफ्नो भविष्य बलियो बनाउन पैसा राख्नुहोस्। नवौं कुरा, बचतलाई सम्मान गर्नुहोस्। कहिलेकाहीँ मानिसले 500 रुपैयाँ बचत गरेर पनि भन्छ, यति थोरै पैसाले के हुन्छ र? तर म तपाईलाई भन्न चाहन्छु, त्यो 500 रुपैयाँ तपाईको आर्थिक अनुशासनको पहिलो प्रमाण हो। आज 500 रुपैयाँ बचत गर्ने मानिस भोलि 50,000 बचत गर्ने क्षमतामा पुग्न सक्छ। तर आज केही पनि बचत नगर्ने मानिसले ठुलो कमाई पाएपछि पनि त्यही पैसा खर्च गरिरहन सक्छ। त्यसैले रकम होइन, बानी हेर्नुहोस्। अनि अन्तिम कुरा, पैसालाई आफ्नो मालिक होइन साधन बनाउनुहोस्। पैसा हाम्रो जीवनको सबै कुरा होइन, तर सही रूपमा व्यवस्थापन गर्न सकियो भने पैसा हाम्रो जीवनलाई सजिलो बनाउन सक्छ। पैसाले परिवारलाई सुरक्षा दिन सक्छ, पैसाले अवसर दिन सक्छ, पैसाले कठिन समयमा साथ दिन सक्छ। तर त्यसका लागि पैसा कमाउनु मात्र पर्याप्त छैन, पैसा सम्हाल्न जान्नुपर्छ। साथीहरू, आजबाट एउटा सानो निर्णय लिनुहोस्। तपाईले कमाउनु भएको पैसाबाट आफ्नो क्षमता अनुसार केही रकम छुट्याउनुहोस् र त्यो रकमलाई सम्मान गर्नुहोस्। सानो रकम होस्, बचत गर्नुहोस्। सानो लक्ष्य होस्, पूरा गर्ने प्रयास गर्नुहोस्। सानो कदम होस्, तर निरन्तर चलिरहनुहोस्। किनकि ठुलो परिवर्तन सधैँ ठुलो कदमबाट सुरु हुँदैन, कहिलेकाहीँ एउटा सानो बानीबाट सुरु हुन्छ। आज तपाईले बचत गरेको 100 रुपैयाँले तपाईलाई धनी बनाउँदैन, तर आज
100 रुपैयाँ बचत गर्ने बानीले भोलिको आर्थिक अनुशासन निर्माण गर्न सक्छ। त्यसैले सम्झनुहोस्, ठुलो कमाइभन्दा पहिले सानो रकम सम्हाल्ने बानी सिक्नुहोस्। कमाई बढ्ने दिनको प्रतीक्षा नगर्नुहोस्, आजबाट सुरु गर्नुहोस्। तपाईको भविष्य तपाईले आज गरेको सानो निर्णयले बनाउने हो। यदि यो भिडियोले तपाईको आफ्नो पैसा र भविष्यबारे सोच्न बाध्य बनाएको छ भने भिडियोमा लाइक गर्नुहोस्, आफ्नो विचार कमेन्टमा लेख्नुहोस् र प्रकाश बाइट्सलाई सब्स्क्राइब गर्न नभुल्नुहोस्। यस्तै जीवन उपयोगी, प्रेरणादायी र वास्तविक कुराहरूका लागि प्रकाश बाइट्ससँग जोडिनुहोस्। अन्त्यमा एउटा कुरा, पैसा कमाउनु कला हो, तर पैसा सम्हाल्नु बुद्धिमानी हो र बचत गर्नु भविष्यप्रतिको जिम्मेवारी हो। धन्यवाद। फेरि अर्को प्रेरणादायी भिडियोमा भेटौँला। धन्यवाद।